नमस्ते, म टोपेन्द्र डाङ्गी। म विगत लामो समयदेखि मूर्तिकलाको रूपमा काम गर्ने मूर्तिकार। हामी रोल्पाको उद्गम स्थल जनयुद्धको उद्गम स्थल होल्यारीमा मूर्तिकला निर्माणको लागि हामी जुटिरहेका छौँ। हामीले अब यो काम आज अन्तिम चरणमा पुर्याएको हुँदा यो भिडियो मैले तपाईहरुमाझ सार्वजनिक गर्दैछु। विभिन्न खालका मूर्तिहरू यहाँ हामीले गराएका छौँ। म यी मूर्तिहरू तपाईहरुलाई सरस्वती रूपमा देखाउन चाहन्छु। तपाईहरु हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। धन्यवाद। जनमुक्ति सेनाको यो भिडियो, यो मूर्ति यहाँनिर छ। यो त्यति बेलाको जुत्ताहरू यस्तो खालको लगाइन्थ्यो। यो भैया बन्दुक बोकेको एउटा यो जनमुक्ति सेनाको मूर्ति हो। जनयुद्ध कालमा लड्दै गरेको नेपाली छापामार महिलाको यो मूर्ति जनमुक्ति सेनाको मूर्ति हो। यो बाल्टिन बम सहित राइफल बोकेर युद्ध स्थलतर्फ हिँड्दै गरेको मूर्ति हो। जनमुक्ति सेनाको कमान्डरको रूपमा उहाँले निर्देशित गर्दै गरेको यो जनमुक्ति सेनाको मूर्ति हो। जनमुक्ति सेनाको महिला छापामारको यो बन्दुक हान्दै गरेको जनयुद्ध कालमा विभिन्न खालका ड्रेसहरू हुने गर्थे। त्यो अन्तर्गतको एउटा यो ड्रेस पनि हो। उहाँले जनमुक्ति सेनाको छापामारले बम हान्दै गरेको यो तस्बिरलाई देखाइएको छ। यो महिलाको मूर्ति हो। युद्ध स्थलतर्फ बन्दुक काँधमा हालेर हिँड्दै गरेको महिला छापामारको मूर्ति हो। सेन्ट्री पोस्टमा अगाडि तयारी अवस्थामा रहेको नेपाल प्रहरीको यो मूर्ति यहाँ राखिएको छ। नेपाल प्रहरीको हिसाबको यो मूर्ति निर्माण गरेर यहाँ राखिएको छ। उहाँले निर्देशन गर्दै गरेको तस्बिर हो यो। विभिन्न खालका मूर्तिहरू छन्। यो 1 नम्बर ड्रेसको एउटा लेडिजको नेपाल प्रहरीको महिला प्रहरीको मूर्ति हो। उहाँ लडाइँमा पिस्तुल पड्काउँदै हुनुहुन्छ। यस्तै विभिन्न खालका यहाँ मूर्तिहरू छन्। थुप्रै मूर्तिहरू छन्। यिनलाई चाहिँ आज व्यवस्थित गरेर राख्ने क्रम जारी छ। त्यसैले हामीले तपाईहरुलाई हामीले यहाँ गरेको कामको तपाईहरुलाई यो थप अपडेट चाहिँ देखाइसकेका छौँ। बाँकी तपाईहरुले हेरेर मिठा सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। हामी फेरि पनि यस्तै कामहरू गराउँदै जानेछौँ। धन्यवाद।